त्यहाँ कहीँ कतै तपाईँहरूको नाम छैन होइन, तपाईँहरू जस्तो जुम्ल्यादा अरू पनि छन् नि होइन, तथापि तपाईँहरू हामीलाई नै भनेको हो भनेर आफै त्यसमा दबाब दिइरहनु भएको छ। यस्तो सागर लम्सालजीसँग चाहिँ सहकार्य गरेको टिकटकर चाहिँ हामी दुईजना मात्र हो ट्विनमा। हामीले काम नगर्ने भनेपछि उहाँले अरू ट्विनसँग पनि काम गर्नुभयो होइन। अब तर अगाडि एकदमै धेरै सहकार्य भएको चाहिँ हामी दुईजनासँग मात्र हो टिकटकर। अनि चर्चा पनि भयो, पास्ट हिस्ट्री त छ नि त होइन। त्यो हिसाबले पनि अडियन्सले टिकटकर भन्ने बित्तिकै, ट्विन टावर भन्ने बित्तिकै, त्यो भन्ने बित्तिकै बुझ्ने भनेको हामी दुईजना नै हो। त्यो तपाईँलाई लाग्यो नि त? होइन सर, जस्तै न्युज आयो टिकटकर एकजना महिलाले के भन्छ निवेदन दिनुभएछ सोको विरुद्ध, सबैजनाले कमेन्ट सेक्सनमा प्रिजमा प्रिन्सी लेख्यो। त्यो त बुझ्छ नि त अडियन्सले, हामीले मात्र बुझ्ने होइन, पुरै अडियन्सले। त्यसमा आपत्ति किन छ त? यसो नि त हरेक कुरा चाहिँ कस्तो प्रोफेसनल लाइफ मात्रै हुँदैन मान्छेको होइन, एउटा व्यक्तिगत जीवन पनि हुन्छ। व्यक्तिगत जीवनमा मैले सहकार्य गर्न बन्द गरिसकेको मान्छेसँग प्रेमका कुरा गरेर व्यङ्ग्यात्मक तरिकाले हामीले उडाएर गर्नु त त्यो भोलि मेरो व्यक्तिगत जीवनमा त असर पर्ने कुरा हो नि त। त्यसपछि फ्यान पेजबाट मेरो फोटो भिडियो आयो, मैले उहाँलाई रिक्वेस्ट गरेँ तपाईँको आफ्नो अकाउन्टबाट पनि डिलिट गर्नु, र यो फ्यान पेजबाट आएको पनि तपाईँसँग एक्सेस छ, किनकि उहाँको पर्सनल अकाउन्टमा कहिले पनि नआएको भिडियो फोटो चाहिँ फ्यान पेजबाट आउँछ कि। मैले एकचोटि त्यो फ्यान पेजसँग कुरा गर्दाखेरि पनि यो भिडियो फोटो हट्नु पर्यो भनेर मैले मेसेज गर्दा पनि जुन बेला हामी दुईजना सहकार्य गर्दा मैले उहाँलाई थाहा दिएको मेरो पर्सनल लाइफको कुरा चाहिँ फ्यान पेजबाट बोलियो कि, भनेपछि मलाई त्यहीँबाटै थाहा भइहाल्यो त्यो उहाँसँग एक्सेस छ या उहाँले नै चलाउनुहुन्छ भन्ने कुरा। त्यसपछि उहाँको बिहे भइसकेपछि पनि एकदमै धेरै फोटो भिडियोहरू आउन थाल्यो। मैले उहाँलाई मेसेज गरेर अब तपाईँको बिहे भइसक्यो, अब चाहिँ प्लिज यो मैले तपाईँलाई लास्ट रिक्वेस्ट गरेँ, तपाईँको अकाउन्टबाट मेरो फोटो भिडियो प्लिज हटाइदिनुहोस्, र तपाईँको जति पनि फ्यान पेजहरूबाट मेरो फोटो भिडियो आउँछ त्यो चाहिँ अब तपाईँले रोक लगाउनु पर्यो यसमा, नभए चाहिँ मैले यत्रोचोटि भनिसकेँ त हजुर तपाईँलाई, अब चाहिँ म लिगल एक्सन लिनुपर्छ, यो भयो भने चाहिँ म पुलिस केस गर्छु भनेर भनिसकेपछि जुन तपाईँको फोटो भिडियो आउँदा तपाईँलाई आपत्ति भयो नि, तपाईँको त्यसरी फोटो भिडियो आउँदाखेरि चाहिँ आपत्ति हुने कुरा चाहिँ केमा थियो? जस्तो उहाँको फ्यान पेजबाट चाहिँ ह्यासट्याग कपल होइन, कुन कपाल राम्रो छ, अनि यसो कपालवाला बनाइदिने के हामी दुईजनाको होइन, नयाँ नयाँ भिडियोहरू बनाइदिने एडिट गरेर त्यसरी आयो नि त। त्यो कपालै नभएको कुरामा त जबरजस्ती त्यसरी फ्यान पेजबाट कपाल भनेर लगिराख्दा त त्यो त राम्रो भएन नि त। त्यही हो कि यहाँ यो हाम्रो समाज कस्तो छ भने छोरी मान्छे बोलेनन् भने पनि किन बोलिनस् होइन, केही कुराको लागि आवाज उठायो भने पनि चर्चाको लागि होइन, चर्चाको लागि गरी यसले पैसाको लागि गरी। अब त्यो पुलिस केस आउने बित्तिकै मलाई त त्यही कमेन्टहरू त्यही कि पैसाको लागि फसाइ छ यसले भन्ने जस्तो, यो त मेरो चरित्र हत्या भयो नि त सर होइन। त्यसपछि मैले अनि चाहिँ अब मैले लिगल एक्सन लिनुपर्छ भनेर हामी दुईजना गएर निवेदन दियौँ।